अब म माडी नगरपालिकाको अब 83-84 को कुल आय व्यय तथा विषयगत क्षेत्रमा विनियोजन गरिएको अनुमानित विवरण प्रस्तुत गर्न चाहन्छु। यस नगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनको लागि अब 83-84 को कुल व्यय 97 करोड 74,83,636 रुपैयाँ विनियोजन गरेको छु, जस अन्तर्गत चालु खर्चतर्फ 64 करोड 37,53,159 रुपैयाँ र पुँजीगततर्फ खर्च रु 33 करोड 37,30,437 रुपैयाँ विनियोजन गरेको छ। प्रक्षेपित बजेटका लागि सङ्घीय सरकारबाट प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडबाट रु 65 करोड 82,29,000 रुपैयाँ अनुमान गरेको छु, जस अन्तर्गत सामान्यीकरणतर्फ रु 12 करोड 96 लाख रुपैयाँ, सशस्त्र अनुदानतर्फ 33 करोड 39 लाख, सम्पूरक अनुदानतर्फ 2 करोड 45 लाख, विशेष अनुदानतर्फ 1 करोड 46 लाख रुपैयाँ तथा राजस्व बाँडफाँडतर्फ मूल्य अभिवृद्धि कर 9 करोड 91 लाख 40 हजार रुपैयाँ, अन्तःशुल्क 4 करोड 24 लाख 89 हजार रुपैयाँ र वन रोयल्टीतर्फ 1 करोड 40 लाख रुपैयाँ अनुमान गरेको छ भने